हेलो गाइस, नमस्ते। अनि हामी चाहिँ आज सिङ्गापुर जाँदैछौँ। अनि हामी यहाँ सिङ्गापुर जानको लागि हामी चाहिँ गाडीको लागि हामी वेटिङमा बसिरहेका छौँ। अनि हाम्रो साथमा चाहिँ म अनि यता हाम्रो विनोद भाइ हुनुहुन्छ। म विनोदको तर्फबाट शुभ बिहानी र जय मसी। आज हामी बिहानै सिङ्गापुर जाँदैछौँ। यो धेरै दिनको प्रार्थनाको उत्तर पनि हो र अनेकौँ रमाइलो गर्नेछौँ। सिङ्गापुरको आफ्नो अनुभव, त्यहाँको सुन्दरता अनुभव गर्न पाउनेछौँ र केही भिडियोहरूद्वारा, केही तस्बिरहरूद्वारा हामी तपाईँहरूलाई बताउनेछौँ। हस् त, जय मसी। अनि यता हाम्रो यहाँ दिनेश भाइ हुनुहुन्छ। अनि दिनेश भाइ, कस्तो लाग्दैछ आज सिङ्गापुर जानु? फर्स्टचोटि जाँदैछु है। हाम्रो यहाँ भाइ हुनुहुन्छ। अनि भाइ कस्तो छ त? ठिक छ? एकदमै ठिक छ। अनि आज हामी सिङ्गापुर जाँदैछौँ। अनि कतिको एक्साइटेड के हुनुहुन्छ? एकदमै खुसी लागिरहेछ, सिङ्गापुर जानु गइरहेछ। एकदमै ह्याप्पी। ल हामी एकछिन गाडीको वेटिङ गर्नु छ नि त। यता साथी हुनुहुन्छ म्यानमा। जय मसी सबैलाई। हामीहरू सिङ्गापुर घुम्न जाँदैछौँ मन्ना चर्चबाट। यो हरिदाईको छुट्टीमा हामी घुम्न जाँदैछौँ, किनभने नेपालबाट आउन सकिँदैन। यहाँ आएको मौका पारेर हामी यो हरिदाईको छुट्टीमा चाहिँ सिङ्गापुर घुम्न जाँदैछौँ, रमाइलो गर्नेछौँ र त्यहाँ गएर पनि अब के छ सिङ्गापुरमा त्यो प्रत्यक्ष हेर्ने मौका मिल्नेछ। हस् त, धन्यवाद। जय मसी। हामी सिङ्गापुर जाँदैछौँ। सिङ्गापुरमा कस्तो छ भन्ने कुराहरू हामी त्यहाँ प्रत्यक्ष देख्नेछौँ। त्यसको लागि प्रिपेयर हुने हामी सबैजना जानेछौँ यहाँबाट। सबैजनाको शुभयात्रा र अनि सफल रहोस् आजको यात्राहरू भनेर यो म भन्न चाहे है त। धन्यवाद छ सबैजनालाई, हाम्रो यात्रुहरूलाई अनि सबैजनालाई। थ्याङ्क यू। ल दर्शक बन्धुहरू, हामी चाहिँ अहिले सिङ्गापुर जाँदैछौँ। अनि हामी चाहिँ यहाँ गाडी आइसकेको छ हाम्रो। अनि हामी चाहिँ यहाँ गाडीमा हामी बस्न लागिरहेको छौँ। हामी चाहिँ गाडी चढिसकेका छौँ। सिङ्गापुर जानको लागि चाहिँ हामी धेरै व्यक्तिहरू चाहिँ यहाँ खुसी हुनुहुन्छ र केही व्यक्तिहरूलाई चाहिँ हामी लिन जाँदैछौँ। अनि उहाँको होस्टेलमा गएर हामी चाहिँ साथमा हामी लानेछौँ र हामी चाहिँ अब लागिसकेका छौँ। हामी चाहिँ धेरै चाहिँ सेनातर्फ हामी जाँदैछौँ। हामी सेनै यता 2 रिङ्गेट हामी पुगिसकेका छौँ र चर्चमा चाहिँ केही सामानहरू भएको कारणले अनि हामी चाहिँ त्यहाँबाट पानीहरू, प्लास्टिक अनि चाउचाउहरू खानको निम्ति चाहिँ हामी गाडीमा हाल्नको निम्ति हामी गइरहेका छौँ। र यहाँ साथीहरूले चाहिँ प्लास्टिकहरू पनि प्याक गरिदिनुहुन्छ। अब चाहिँ हामी अरू साथीहरूलाई पनि लिनको निम्ति हामी जाँदैछौँ। म पनि एकदमै उत्साहित भइरहेको छु र केही व्यक्तिहरूलाई अनि हामी लिन अझै हामी जाँदैछौँ र केही व्यक्तिहरू चाहिँ यहाँ हुनुहुन्छ। हामी चाहिँ एकखेर सेना एयरपोर्ट पुगिसकेका छौँ। अनि तपाईँले यहाँ देखिरहेको छ प्लेन है, त्यो चाहिँ सेना एयरपोर्टको हो। सेना एयरपोर्ट पनि एकदम राम्रो छ। अनि यहाँ हाम्रो जीवन भाइ केही बोल्दै हुनुहुन्छ। धेरै खुसी छौँ गइरहेको छौँ सिङ्गापुर है। आशा छ राम्रो हुन्छ।
एकदम एक्साइटेड छ हामी ल है हाम्रो एमालेलाई चाहिँ अगाडि बसेर है यहाँ अगाडिको भ्यूहरू खिच्दै हुनुहुन्छ भिडियोहरू खिच्दै हुनुहुन्छ यहाँनिर हाम्रो प्रेम भाइ चाहिँ सबमा देख्दै हुनुहुन्छ अनि यो शैली अग्ला अग्ला घरहरू है अनि धेरै राम्रो छ। यो ठाउँमा चाहिँ हामीले एउटा बाटो अर्को ठाउँमा जानु पर्यो भने चाहिँ पैदल यात्री बाढी हिँड्नको लागि चाहिँ धेरै गाह्रो पर्छ। त्यही भएर कारणले यहाँ चाहिँ प्राय ग्र्याब र इन्ड्राइभहरू धेरै चल्ने गर्दछ। जे होस् मलाई पनि सिङ्गापुर जानु चाहिँ एकदमै रमाइलो लागिरहेको छ अनि यो सिङ्गापुर कस्तो चाहिँ छ भन्ने मलाई पनि मनमा एकदमै उत्सुक जागिरहेको छ। हामी चाहिँ अब बोर्डरको नजिक हामी आइपुगिसकेका छौँ। सिङ्गापुर र जेबीको बोर्डर साइड हामी आइपुगिसकेका छौँ अनि तपाईँले यहाँ देख्न सक्नुहुन्छ एकदमै कति राम्रो राम्रो घरहरू अनि धेरै राम्रो छ। तपाईँहरू पनि मलेसिया आएर यो ठाउँ चाहिँ घुम्न नबिर्सनु होला। जब म यो जेबी सहरलाई देख्छु अनि मेरो पनि मनमा कता कता हाम्रो देश पनि यस्तै भएदेखि कति राम्रो हुन्थ्यो होला जस्तो लाग्छ। तर पनि हाम्रो देश पनि बिस्तारै विकसित हुँदैछ, हामी त्यसमा तयारी गर्नुपर्छ। तपाईँलाई कस्तो लागिरहेको छ यो भिडियो अनि कृपया कमेन्ट गर्नुहोला। अनि हामी चाहिँ सिङ्गापुरको भागहरू पनि तपाईँहरूलाई हामी देखाउनेछौँ अनि तपाईँहरूले चाहिँ हाम्रो युट्युबलाई सब्सक्राइब अनि लाइक कमेन्ट गर्न नबिर्सनु होला र सेयर पनि गरिदिनु होला। अब चाहिँ हामी यता बोर्डर साइड हामी आइपुगिसकेका छौँ। अब बोर्डर साइडमा चाहिँ हामीले भिडियोहरू खिच्न नमिल्ने भएको कारणले हामीले चाहिँ त्यहाँ खिचेका छैनौँ अनि त्यसपछि बाँकी भिडियोहरू चाहिँ हामी सिङ्गापुर गएपछि हामी तपाईँहरूलाई देखाउनेछौँ र तपाईँहरू चाहिँ अब हामीसँगै जोडिनु होला। र यो ब्रिज चाहिँ एकदमै राम्रो छ र अब हामी चाहिँ बोर्डर आइपुगिसकेका छौँ। बाँकी भाग अर्को भागमै त